यो संयुक्त बुद्ध जयन्ती समारोह समितिको तर्फबाट हार्दिक नमस्कार कास्दिनु भन्न चाहन्छु। बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि तमो तस्स भगवतो अरहतो सम्मा बुद्धसं। विश्व शान्ति अग्रदूत महामानव सिद्धार्थ गौतम बुद्धको 2649औं बुद्ध जन्म जयन्ती समारोह 2082 कार्यक्रमलाई विधिवत रूपमा अगाडि बढाउन अनुरोध चाहन्छु र यो धर्मसभा कार्यक्रमलाई अगाडि बढाउनका लागि हामीले सङ्घसभा जिल्लाभित्र भएको बुद्ध धर्मावलम्बीहरू विशेष गरेर साक्या, शेर्पा, तामाङ, गुरुङ, भोटिया र मगर जातिहरूको यो संयुक्त कार्यक्रमको रूपमा विगत 3 वर्षदेखि यो कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौँ। तसर्थ यो कार्यक्रम तेस्रो वर्षसम्म आइपुग्दा निकै तामझामका साथ साथीहरूको उपस्थिति सबै जात जातिको बिस्तारै नै विकसित रूप ग्रहण गर्दै गएको हामीले पाएका छौँ। तसर्थ म आज यो कार्यक्रमलाई एकदम गर्वी छ। हामी धेरै टाढाबाट हिँडेर पनि आएका छौँ। तसर्थ छोट गरी अगाडि बढाउने जबरजस्ती छौँ। तसर्थ म कार्यक्रमको औपचारिकता प्रदान गर्नका लागि आजको यस कार्यक्रमको सभापति ग्रहण गरिदिनुको लागि त्रिरङ्ग बुद्ध विहार खाँदबरीका अध्यक्ष तथा हाम्रो कार्यक्रमका संयोजक किरण साकेतज्यूलाई आजको यस कार्यक्रमको सभापति आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र हामीलाई यो अलिकति समय अभाव पनि भएकोले गर्दाखेरि म उहाँलाई आफ्नो यो कार्यक्रमको औचित्यको बारेमा 2 शब्द राख्न म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद श्रीमान। आज हामी 2649औं बुद्ध जयन्ती समारोहमा उपस्थित भइरहेका छौँ। यो समारोहलाई प्रमुख अतिथिको आसन ग्रहण गर्नको लागि हामीले जिल्ला समन्वयका प्रमुख सुमन साकेतज्यूलाई हार्दिक अनुरोध गरेका थियौँ। उहाँ उपस्थित हुनुभएको छ र विशिष्ट अतिथिको रूपमा हामीले विभिन्न महानुभावहरूलाई आमन्त्रण गरेका थियौँ र उहाँहरू पनि उपस्थित हुनुभएको छ र त्यो अतिथि आसन ग्रहणका कार्यक्रमहरू रहँदैछ। त्यसमा म एउटा एक कुरा चाहिँ क्लियर गराउन चाहन्छु भने यो जुन 2649औं बुद्ध जयन्ती भनेर हामीले यहाँ जुन उद्घोष गरेका छौँ र यो सिद्धार्थ गौतम बुद्धको जन्म ईस्वी सम्वत 623 मा भएको थियो र त्यो ईस्वी सम्वत 623 मा अहिले सन् 2025 लाई जोड्दा 2648 हुन्छ र आजको दिन 48 वर्ष 2648 पुगेर 2649औं वर्ष भएको कारणले गर्दा हामीले आज 2649औं बुद्ध जयन्ती मनाउने क्रममा छौँ र यही कुरा प्रस्ट्याउँदै म बाँकी कुरा मेरो पालोमा भन्नेछु। धन्यवाद र म सभापतिको आसन ग्रहण गर्दछु। धन्यवाद। जानकारीको लागि धन्यवाद। म कार्यक्रमलाई सभापतिको आदेशअनुसार अगाडि बढाउन अनुमति चाहन्छु। अब यसपछि हामी आजको कार्यक्रमका आमन्त्रित पाहुनालाई आसन ग्रहण गर्न गइरहेका छौँ। सर्वप्रथम कार्यक्रमका प्रमुख अतिथिको रूपमा जिल्ला समन्वयका सभापति तथा हाम्रो बौद्ध धर्मावलम्बी किरण साकेतज्यूलाई हार्दिक सुमन साकेतज्यू धन्यवाद। प्रमुख अतिथिको आसन ग्रहण भइसकेको छ। अब यसपछि म विशिष्ट अतिथिको रूपमा खालबारी नगर प्रमुखको रूपमा चाहिँ महेश कपालेज्यूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु।
यदि महेश पौडेलज्यू आउनु भएको छैन केही समस्या आउँदैछ। अब यसपछि म विशिष्ट अतिथिकै रूपमा भएका व्यक्तित्व कामगढी नगरपालिकाका उपमेयर महेश्वर बलचारीज्यूलाई पनि विशिष्ट त्यस्तै गरेर विशिष्ट अतिथिको रूपमा जन्मदिन महासङ्घ जिल्ला सम्बन्धका उपसभापति तथा तमु युवा गुरुङ राष्ट्रिय परिषदका प्रदेश कमिटीको उपाध्यक्ष मित्र कुमार गुरुङज्यूलाई म हार्दिक अनुरोध चाहन्छु। यस पछाडि नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समितिका अध्यक्ष निपुण शेर्पाज्यूलाई पनि म विशिष्ट अतिथिको लागि हार्दिक अनुरोध चाहन्छु। त्यस्तै गरेर विशिष्ट अतिथिको रूपमा तमु युवा समिति गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष युवा नेता वसन्त तमुज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। यस्तै गरेर समाजसेवी हामी सबैको नजरबाट कहिले पनि टाढा नहुने आदरणीय व्यक्तित्व स्रोत भट्टाचार्य नेपाल व्यक्तित्व सोसाइटीबाट हुनुहुन्छ, उहाँलाई पनि म विशिष्ट अतिथिको लागि हार्दिक अनुरोध चाहन्छु। त्यस्तै गरेर भोटिया महिलाका नेतृत्व सिजुङ भोटियाज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। त्यस्तै गरेर नेपाल शेर्पा महिला सङ्घको अध्यक्ष सुनामणि शेर्पाज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। त्यस्तै गरेर नेवार दबुका अध्यक्ष सीता साकेज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। त्यस्तै गरेर गुरुङ समाजका नेत्री तथा तपस्या महिलाका अध्यक्ष गिरिन्द्र गुरुङज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। र त्यस्तै गरेर सङ्घ सभापति समाजका महासचिव तथा तमु युवा प्रदेश कमिटीका सदस्य रिता गुरुङज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। तपाईँले यहाँबाट आउनुभएको छ हाम्रो कृषि व्यवस्था हुन्छ हाम्रो र स्वयंसेवक साथीले केही कृषि अगाडि ल्याउन सहयोग गरिदिनुलाई पनि म हार्दिक अनुरोध चाहन्छु। अब यस पछाडि उर्गेन छेदिङ गुम्बाका अध्यक्ष यहाँ मैले देखिरहेको छन्, उपाध्यक्ष तथा दर्शन तामाङ समाजका अध्यक्ष समेत रहनुभएका बुद्ध तामाङज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। साथीहरूले कुर्सी ल्याउँदै हुन्छ, हामी सबैको साथमा कार्यक्रम यहाँ नेतृत्व नमानिकन हाम्रो अतिथि आसनको लागि जुन व्यवस्थापन गर्छ धन्यवाद चाहन्छु। यस्तै गरेर नेपाल पत्रकार महासङ्घ अध्यक्ष कृष्ण साकेज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। र भोटे समाजका अध्यक्ष उमाङ लामाज्यूलाई पनि अतिथि आसनको लागि म हार्दिक अनुरोध चाहन्छु। उमाङ लामा कृष्ण साकेज्यू सभापति हुनुहुन्छ, उमाङ लामा भोटे समाजका अध्यक्ष नामात्र एकदम जल्दा बाबा अहिलेको गायक पनि हुनुहुन्छ। त्यस्तै गरेर मौन शान्तिका अर्थ शेर्पीलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु। र त्यस्तै गरेर न्याय मिसनको जिल्लाको उपाध्यक्ष सुवर्ण साकेज्यूलाई पनि म अतिथि आसनको लागि हार्दिक अनुरोध चाहन्छु।
त्यसै गर्दा याङ्सी केसालिङ गुम्बा मैले अर्चना श्रेष्ठ भनेको छु अर्चना श्रेष्ठजी ओम शान्ति उहाँलाई पनि म त्यहाँसँग हार्दिक गर्न चाहन्छु। त्यस्तै गरेर याङ्सी केसालिङ गुम्बा खालका अध्यक्षज्यू आउनु भएको भए यहाँको होटेलमा मञ्च कार्यक्रमलाई अनुरोध चाहन्छु। यदि उहाँको अनुपस्थिति रहेन अरू कोही प्रतिनिधि रूपमा आइदिनु हुँदा पनि अनुरोध चाहन्छु। ठुलो ज्यू सचिव हुनुहुन्छ उहाँलाई म अतिथिहरूलाई हार्दिक गर्न चाहन्छु। ठुलो होटेल ज्यू र अर्को व्यक्तित्व भर्खरै प्राप्त जानकारी हुन्छ। एकदमै वरिष्ठ लामाको रूपमा हुनुहुन्छ। उहाँको जानकारी पाएँ मैले र कति धार्मिक कार्यक्रम एउटा धार्मिक सभामा गौतम बुद्धको जन्म जयन्ती मनाइरहँदा हामीले लामा गुरुजीहरूलाई कसैले आसन गर्न सकिरहेको छैन। त्यसर्थ म आसन लामाजीलाई मञ्चमा अतिथि आसनलाई हार्दिक अनुरोध चाहन्छु। यस्तै गरेर मगर समाजका अध्यक्ष कुमार पोखरेल मगरलाई पनि म अतिथि आसनलाई हार्दिक गर्न चाहन्छु। कुमार पोखरेल मगर तपाईँले यो मगरहरू पनि बुद्धिस्ट हुन्छन् भन्ने पनि तपाईँलाई लागेको होला। तर अघि पनि मगर साथी भेटेका थिए वीरतमल झापामा चाहिँ मगर र गुरु मात्रै हुन्छ क्या। त्यहाँ चाहिँ यो बुद्ध जयन्ती मनाउँदा यति बृहत कार्यक्रम हुन्छ कि उहाँहरूको इटरीबाट त्यस्तै जानकारी प्राप्त गरे। उहाँहरूको चाहिँ मगर समाजको पनि मान्छे चाहिँ त्यहाँ त्यसरी सङ्गीत कार्यक्रम गर्ने गरिरहेको छ। र सङ्घ सभामा चाहिँ मगर पनि हाम्रो बुद्ध जयन्ती समारोह हामी बुद्धिस्ट भन्दाखेरि अलिकति अप्ठ्यारो माने जस्तो कुरा थियो। तर अब हामी एकदम सही ट्र्याकमा आइसकेको छौँ। जिल्लाको अध्यक्षजी पनि आउनुभएको छ। अर्को पढेपछि त हाम्रो यो कार्यक्रम सायद यो हलमा हट्दैन होला होइन। अब यसपछि म अतिथि आसनको क्रमलाई जोड्ने नै छु। अलिकति यो समयलाई छुट्याउनु पर्ने भएकोले गर्दाखेरि मैले सम्पूर्ण महानुभावहरूलाई शब्दबाट स्वागत गरिदिनु लागि नेपाल सेवा सङ्घ जिल्ला समन्वयक अध्यक्ष मिहिर शेर्पाजीलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस कार्यक्रमका सञ्चालक तथा नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समितिका सचिवालय सदस्य छिरिङ शेर्पाज्यू, कार्यक्रमका सभाध्यक्ष महोदय, कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका आदरणीय पवन सुमन साकेज्यू, त्यसै गरी विभिन्न जात जातिसँग आबद्ध र बौद्ध मार्गीयहरूको यो चेला हामी र त्यसभित्र हामी शेर्पा, तामाङ, गुरुङ, भोटिया, मगर लगायत विभिन्न सङ्घ संस्थाका या शाखा, त्यस्तै गरी उहाँहरूको यो सङ्घ संस्थाहरूको यो प्रतिनिधिमूलक आजको यो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नुहुने सम्पूर्ण विशिष्ट अतिथिहरू, त्यस्तै गरी अतिथि मानवजीहरू लगायत यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि यस हलमा उपस्थित रहनुहुने सम्पूर्ण आदरणीय बुवा आमा तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति सङ्घ सदरको तर्फबाट हार्दिक स्वागत गर्दै तासिदिले व्यक्त गर्दछु। तासिदिले
2649 बुद्ध जयन्ती सौरा यहाँ भइरहँदा आज हामी विभिन्न जात जातिले आफ्नो आफ्नो गुम्बामा आफ्नो आफ्नो मठ मन्दिरमा बिहान पूजा गरेर जुन प्रसाद ग्रहण गरेर हामी सबै जात जातिहरू सबै बुद्ध धर्मसँग आस्था राख्ने महानुभावहरू आज एउटा जिल्ला समन्वयको हलमा एउटै छाताभित्र हामी गोलबद्ध भएका छौँ र यो 2649 बुद्ध जयन्तीले बुद्ध जन्मेको दिन यो दिनले यो शुभ दिनले आज हामी सङ्घ सदाका सबै धर्मावलम्बीहरूलाई बुद्ध मार्गीहरूलाई एउटै छाता मुनि राख्न जुन यो आजको दिनले यो शुभारम्भ गरेको छ र स्कुलमा जुन यो बुद्ध जन्मेको देशमा र उहाँ त्यसको जुन पुण्यभूमिमा हामी सबैको एकदमै शुभ भलो र सबैको भलो हुनेछ भन्ने एउटा शुभकामना पनि व्यक्त गर्दछु र यहाँ पूर्व वक्ताहरू धेरै रहेको र मैले धेरै लामो समय लिनुभन्दा पनि हाम्रो विशिष्ट व्यक्तित्वहरू हुनुभएको हुँदा यहाँहरू सम्पूर्णमा फेरि मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो यो आयोजक कमिटीको तर्फबाट यहाँहरू सम्पूर्णमा स्वागत गर्दै मेरो यो स्वागत मन्तव्य यही अन्त धन्यवाद त्यसले धन्यवाद। धन्यवाद निगृसेरजी यहाँलाई सम्पूर्ण अतिथि लगायत सम्पूर्ण आमन्त्रित महानुभाव लगायत हामी सबै बुद्ध कन्या आजको उपस्थित समुदायलाई स्वागत गरिदिनुभएको छ। भर्खर मात्र हाम्रो यस नगरका नगरपिता विशिष्ट अतिथिको रूपमा कार्यक्रम स्कुलमा पाल्नुभएको छ। हामी सहर सबैले उहाँलाई स्वागत गर्दछौँ। सबैले जोरदारका साथ स्वागत गर्दछ। अब यस पछाडि म अतिथिहरूलाई ब्याज तथा खादालाई स्वयंसेवक साथमा गर्दै उद्घाटन कार्यक्रम अगाडि बढाउन चाहन्छु। यसको लागि म अलिकति यो अगाडि त नौलो खालको एउटा बत्ती प्रज्वलन गरेर कार्यक्रम उद्घाटन कार्यक्रमको रूपमा अगाडि बढाउने कार्यक्रम भएको हुँदाखेरि यसलाई अलिकति बारेमा जानकारी सहित यो उद्घाटनको बत्ती बाल्ने कार्यक्रम हामीको ब्याज दिनु पछाडि अगाडि बढाउँछौँ। अब यस पछाडि म कार्यक्रमलाई यो दीप प्रज्वलन गरेर उद्घाटन गर्ने कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। यसको लागि यो बत्तीको अलिकति आफ्नै किसिमको महत्त्व भएकोले गर्दा यसको बारेमा थप जानकारीको लागि म हाम्रो कार्यक्रमलाई एकदम प्रचार प्रसार गर्दै कार्यक्रममा सहयोग पार्न धेरै लागि पर्ने मित्र जयेन्द्र साकेतलाई अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद उद्घोषक मित्र छिरिङजी। पक्कै पनि आज जिल्लामा चौथो पटक हामी 6वटा बौद्ध धर्मसँग सम्बन्धित समुदायहरूबाट जोइन्ट भेन्चरमा अर्थात् संयुक्त रूपमा बुद्ध जयन्ती मनाउने क्रमलाई आज पनि हामीले निरन्तरता दिई
यस हलमा उल्लेख्य रूपमा हामी बौद्ध मार्गीहरू बुद्धका अनुयायीहरू उपस्थित भए कार्यक्रममा मैले यो अगाडि देखिरहेको एउटा व्यक्ति जसलाई बुद्धको जीवनीसँग हामी तुलना गर्न सक्छौँ। हुन सक्छ बौद्ध धर्ममा पनि बौद्ध मार्गमा पनि आफ्नो विधि र परम्परा अनुसार आफूले आफ्नो गुम्बा अनि बिहारमा पूजा गर्ने विधिहरू फरक हुन सक्छ, तर पनि अन्ततः हामी सबैले पुग्ने ठाउँ भनेकै बुद्धले दिएका ती सुवचन अनि बुद्धले दिएका ती उपदेशहरू अँगाल्दै जीवनलाई सुमार्गतिर अनि सुगतितिर लाने हुन्छ। यो अगाडि देखिराख्नु भएको बत्ती तीनवटा माथि देख्नुहुन्छ। यसको अर्थ रहेको छ बुद्ध शरणम गच्छामि अथवा बुद्ध धर्म अनि सङ्घ। त्यसैगरी यसको पछाडि ठ्याक्कै 5वटा भक्ति छ। यो चाहिँ हामी पञ्चशील लिने गर्छौँ। कुनै पनि कार्यहरू गर्नुभन्दा अगाडि पञ्चशील नलिकन सो कार्य पुरा नहुने हुँदा हामी 5वटा शील ग्रहण गर्ने गर्छौँ अनि त्यसलाई जीवनमा अपनाउने प्रयास गर्छौँ। यसैको प्रतीक हो। त्यस पछाडि तल्लोमा रहेको छ हाम्रो आर्य अष्टाङ्गिक मार्ग, जुन आर्य अष्टाङ्गिक मार्गलाई महामानव भगवान गौतम बुद्धले हामीलाई प्रस्तावना भइसकेको छ। त्यसैगरी तल 10वटा बत्ती देख्नुहुन्छ। त्यो तल 10 देखिएको 10वटा बत्ती चाहिँ 10 पारमिता। यो 25वटा बत्ती सम्पूर्ण बुद्धको जीवनसँग सम्बन्धित भएको हुनाले यो बत्तीलाई हामी कार्यक्रमको सुरुवातमा अथवा यो दीपलाई हामी कार्यक्रमको सुरुवातमा प्रज्वलन गरी कार्यक्रमलाई अगाडि बढाउने गर्छौँ। फलस्वरूप हामीले गरेका कुनै पनि कार्यहरू सफल सहज तरिकाले सम्पन्न गर्न सक्छौँ। यसको अर्थ म यहाँ लगाउँदै उत्कर्षज्यूसँग म 2वटा शब्द सापटी मागेर आजका प्रमुख अतिथि जिल्ला समन्वय समिति सङ्घका सभाका प्रमुख, यसैगरी अध्यक्षज्यू खातबारी शाक्य समाज एवं त्रिरत्न बुद्ध विहारका, यसैगरी हाम्रा नगर प्रमुख आदरणीय व्यक्तित्व महेश थपलियाज्यू लगायत सम्पूर्ण सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूबाट एउटा दीप प्रज्वलन गरी कार्यक्रमलाई सुरुवात गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। दर्शकको रूपमा यहाँहरू जो रहनुभएको छ सबैले ताली बजाएर कार्यक्रमको सभा गराउनको लागि हार्दिक अनुरोध चाहन्छु। हामी अवश्य पनि गौतम बुद्धलाई हृदयबाट नै आदर गर्छौँ, मान्छौँ र हामीले बुद्धिस्ट भएर बुद्ध धर्मावलम्बी भएर बाँच्न पाउन हामीले आफूलाई गर्व ठान्छौँ। तसर्थ यो कुनै राजनीतिक कार्यक्रम नभएर धार्मिक सभा भएकोले गर्दाखेरि सम्पूर्ण आमन्त्रित महानुभावहरू कार्यक्रमको अन्तिम समयसम्म एकदम अनुशासित भएर आफ्नो टिमको साथीहरूलाई एकदम धैर्यताका साथ कार्यक्रमको अन्तिम समयसम्म कार्यक्रम स्थलमा रहनको लागि म हार्दिक अनुरोध चाहन्छु। र अहिले हाम्रो यो कार्यक्रम चाहिँ एउटा सफलतापूर्वक सबै जात जाति भाषा भाषी हामी उपस्थित भएका तर्फबाट सबै पनि त्यहाँ पार्टिसिपेट हुने हिसाबले यो हाम्रो चाहिँ एउटा उद्घाटन हुँदैछ। हाम्रो अरू कार्यक्रमहरू प्रमुख अतिथिले उद्घाटन गर्थ्यो, एउटा बत्ती बाल्दै सिद्धिन्थ्यो, तर एउटा यो बौद्धिक कार्यक्रम, यो एउटा धार्मिक कार्यक्रम भएकोले गर्दा हामी सबैको एउटा चाहिँ
पार्टिसिपेट सबैको संयुक्त रूपमा सबैले एउटा बत्ती बालेर दीप प्रज्वलन गरेर कार्यक्रम चाहिँ सम्पन्न मतलब एउटा चाहिँ उद्घाटन भइरहेको यहाँले देखिरहनु भएको छ। तसर्थ पनि म एकपटक अन्त्यमा एकदम जोरदार साथ ताली बजाएर कार्यक्रमको यो गाउँ सभालाई सम्मान व्यक्त गर्नुको लागि हार्दिक अनुरोध चाहन्छु। मैले अतिथिको रूपमा धेरै महानुभावलाई बोलाउनु पर्ने हुन्थ्यो। धेरै महानुभावहरूलाई हामीले अतिथिको रूपमा आमन्त्रित गर्नुपर्ने हुन्थ्यो। यद्यपि यो कार्यक्रममा धेरै संस्थाहरू, धेरै जातिहरूको चाहिँ धेरैजना हामी समाजसेवी व्यक्तित्व छौँ, राजनीतिज्ञहरू छौँ, विचारको हिसाबले, सिद्धान्तको हिसाबले हामी आफ्नो क्षेत्रमा अगाडि बढेका महानुभाव छौँ। तर स्थान अभाव र सबैको कार्यक्रममा एकैवटा पार्टिसिपेटको रूपमा मात्र हामीले यहाँ अतिथिको रूपमा स्वागत बोलायौँ। त्यसमा म क्षमा प्रार्थी छु। र मैले हरेक आएर गुम्बा श्रीरत्न भवन, बुद्ध विहार, तमिल छत्रजी सौरसभा, यान्सी सैनिक गुम्बा खासबारी, सोसानी गुम्बा खासबारी, इन्डियन सैनिक गुम्बा खासबारी लगायतको संस्थाहरूलाई चाहिँ हामीले चाहिँ यो कार्यक्रममा सहभागी गराउने भनिए तापनि अब त्योभन्दा अन्य जाति भाषाभाषीबाट पनि हाम्रो कार्यक्रम गरेको छ। तसर्थ म यान्सी केसरी गुम्बा खासबारीका सचिव ठुलोजीलाई म मञ्चमा आशीर्वादलाई हार्दिक गर्न चाहन्छु। र त्यस्तै गरेर रिन्सेन सैनिक गुम्बाका सचिव विजय तामाङज्यूलाई पनि म मञ्चमा आशीर्वाद गर्नलाई हार्दिक गर्न चाहन्छु। ब्याज तथा खाना वितरण गर्नेलाई चाहिँ म साक्षी गर्न चाहन्छु। केही कुर्सीको व्यवस्था, दुईवटा कुर्सीको व्यवस्था गरिदिनुलाई पनि म साक्षी गर्न चाहन्छु। अब यसरी सम्पूर्ण महानुभावहरूलाई बुद्धको भजनबाट एउटा सङ्गीतबाट तपाईँलाई स्वागत गर्ने कार्यक्रम भएको छ। तसर्थ म जयेन्द्र साके लगायतका साथीहरूलाई यो स्वागत गीत राखिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। साके समाज धेरै अगाडि हुनुहुन्छ। उहाँहरू बुद्धको भजन गाउने, प्रवचन जस्ता हरेक कुरामा उहाँको एकदम सक्रिय सहयोग रहेको छ। र यो खासबारीमा पनि हामीले तपाईँहरू यति धेरै जमात हुँदा भन्नै पर्छ। पहिलो कार्यक्रम त्रिरत्न विहार खासबारीको एकदमै शान्त, एकदमै भव्य हल, त्यहाँको एउटा व्यवस्थित हलमा साके साथीको चाहिँ संयोजकतामा सम्पन्न भएको थियो। र त्यही कुराको उहाँको क्रियाशीलता देखेर हामीले दोस्रो वर्षको कार्यक्रमलाई पनि साके समाजबाट नै संयोजकको रूपमा चाहिँ हामीले किरण साकेज्यूलाई चाहिँ संयोजकको रूपमै तोकेर दोस्रो कार्यक्रम गरेका थियौँ भने हामीले तेस्रो कार्यक्रमसम्म पनि उहाँलाई चाहिँ यो चाहिँ तपाईँको कार्यक्रमको संयोजकको भूमिकामा निरन्तर दिइरहेका छौँ। हुनसक्छ तपाईँ हामी यहाँ कतिपय साथीहरू पहिलेचोटि आएका छौँ। कार्यक्रममा अलिकति पृथकता देखेर पनि यो कस्तो कार्यक्रम भन्नु होला। यो कार्यक्रम चाहिँ तपाईँ हामी सबैको साझा कार्यक्रम हो। यो कार्यक्रमलाई तपाईँ हाम्रै सल्लाह अनुसार यसचोटि यहाँ सायद अब व्यवस्थापनमा अलिकति कमी कमजोरी होला, कुर्सीहरू भने जस्तो भएन होला, अथवा हाम्रो कार्यक्रम अलिकति भनौँ न व्यवस्थित भएन होला। तर आउने सालको कार्यक्रम चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ तपाईँ हामी यी सबै समाजका साथीहरू बसेर सल्लाह गर्ने। यो कार्यक्रम गर्दाखेरि पनि हामीले तमु भवनमा यो कार्यक्रमको लागि चाहिँ कसरी जाने, कसरी व्यवस्थापन गर्ने भन्ने कुराको लागि त्यहाँ मिटिङ बसेका थियौँ। तर त्यो मिटिङमा दुर्भाग्य त्यस्तै हाम्रो मगर साथीहरू पनि आफ्नो कार्य व्यस्तता आउन सक्नु भएन। त्यस्तै गरेर तमु भवनमा कार्यक्रम गरेको भए पनि तमु समाजका साथीहरू पनि अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन सम्बन्धी उहाँको एउटा संस्थाले गरेको कार्यक्रम जानुपर्ने भएकोले गर्दाखेरि उहाँहरू पनि त्यहाँ सहभागी हुनुहुन्न थियो। हामी मात्रै 2-3टा शेर्पा र तपाईँको चाहिँ हाम्रो चाहिँ तपाईँको चाहिँ साके समाज
र भोटे समाजको मात्रै दिदीबहिनी आउनुभएको थियो र त्यति तयारी नपुग्यो हुनसक्छ। र आउने सालको कार्यक्रमहरूमा चाहिँ हामी सबैलाई अलिकति चाँडो, जस्तै मैले यहाँ सुनेको छु कतिपय हाम्रो समाजभित्र पनि हामीले नै र्यालीमा आउने मान्छेलाई समयमा खबर दिन सक्दाखेरि कतिपय आउनु पनि असफल भएको छ, एकदम छिटो भएको छ। त्यसैले गर्दाखेरि यो काम गर्ने सिजनमा कहिलेकाहीँ त्यस्तै हुँदै जान्छ। त्यसरी हुन गएको असुविधाप्रति हामी क्षमा प्राप्ति छौँ र भविष्यमा यसलाई चाहिँ व्यवस्थित तरिकाले कार्यक्रम कसरी गर्ने भन्नेतिर हामी अलिकता बढी क्रियाशील भएर सल्लाह भएर जानेछौँ। किनकि हामी यो तेस्रो वर्षमा पनि यसरी निरन्तरता दिइरहेका छौँ भने अब चौथो पाँचौँ हुँदाखेरि सायद एउटा साकी समाजको भवनको हलबाट स्टार्ट भएको कार्यक्रम जीविसमा आइपुग्दाखेरि आज यतिसम्म भएको छ भने यो कार्यक्रम भोलि हामी खुल्ला मञ्चसम्म गएर पुग्दै बनाउनुपर्छ। सायद यसमा भएर कमी कमजोरीको लागि तपाईँहरू सबैको सुझाव सल्लाह हामी सबै आफ्नो संस्थालाई आफ्नो जातिको संस्थालाई तपाईँले आजको सबै कुरालाई बुझेर तपाईँको सुझाव सल्लाह पनि हुनेछ भन्ने मैले आशा गरेको छु। र यहाँलाई स्वागतको लागि जयेन्द्र साक्य लगायतका साथीको टिमले स्वागत गीत गाएर तपाईँले स्वागत गर्दै हुनुहुन्छ, स्वीकार्नुहोस्। nanti jo you box pun bilang di sana bos. Yo semuanya awas aja. हामी कुनै पनि कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि भगवान बुद्धको शरणमा जानेछौँ। हामी नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्ध लिँदैनौँ। नमो तस्सो 3 पल्ट गरेर हामी आगन्तुक महानुभावहरूमा स्वागतको यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ। म ज्ञानमाला टोलीका सदस्य साथीहरूलाई अनुरोध गर्दछु। नमो भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्स। अब हामी त्रिरत्न बुद्ध विहारको तर्फबाट उपस्थित सम्पूर्ण महानुभावहरू लगायत हाम्रा ड्यासमा आसीन प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण सङ्घ संस्थालाई प्रतिनिधित्व गर्दै आउनुभएका हाम्रा अध्यक्षज्यू लगायत अन्य उपस्थित महानुभावहरूलाई यो स्वागत दिन्छु।
धन्यवाद। एकपटक फेरि उहाँको लागि जोरदारी साथ तालिम अनुरोध गर्न चाहन्छु। अब हाम्रो कार्यक्रम एकदम छोटो छ, तपाईँहरूलाई हतार भएको हुनसक्छ, तर केही समय मात्रै यहाँहरूलाई म धेरै गरिदिन अनुरोध गर्न चाहन्छु। आजको कार्यक्रम यहाँ हाम्रो साथीले भर्खरै जानकारी गराएछ चाहिँ अब यो कार्यक्रम स्थलबाट हाम्रो नास्ताको पनि व्यवस्था भएकोले गर्दाखेरि यो आजको नास्ता चाहिँ प्रसादको रूपमा ग्रहण गर्नुपर्ने भएकोले गर्दा यो प्रसाद ग्रहण नगरिकन जानुभयो भने अब बुद्धत्व प्राप्त गर्नलाई अलिकति ठेस लाग्छ भन्ने कुरो छ। तसर्थ म कार्यक्रमको अन्तिम समयसम्म बसेर आजको यो पूजा भनौँ यो बुद्ध जयन्तीको समारोहमा तयारी गरेको पूजाको चाहिँ भन्न भोजन यहाँ चाहिँ ग्रहण गरेर मात्रै गइदिनलाई म अनुरोध चाहन्छु। र हामी जति हतार गर्छौँ त्यति हाम्रो मृत्यु नजिक हुन्छ अरे के, त्यसैले कहिले पनि हतार गर्नु हुँदैन। हामी जति दुःख गर्छौँ जति मेहनत गर्छौँ तर पनि हामी जहिले पनि हतारमा एकदम मलेको हुन्छौँ। मेरो घरमा यो बित्तो छ, मलाई त यहाँ पुग्नु छ, मलाई त यहाँ जानु छ जस्ता कुराले हामीलाई सताइरहन्छ। तर त्यो हतार त्यसरी हतार गर्नाले हाम्रो कुनै थप त्यस्तो कुनै उपलब्धि हुने पनि देखिएको छैन। त्यसैले गर्दाखेरि हतार नगरिकन कार्यक्रमको अन्तिम समयसम्म बस्नुको लागि म अनुरोध गर्न चाहन्छु। र अब हाम्रो कार्यक्रमको त्यस्तो कुनै लामो त्यस्तो थप कार्यक्रम नभएको हुँदाखेरि म कार्यक्रममा केही मन्तव्य राख्नको लागि हामी थुप्रै सङ्घ संस्थाहरू जम्मा भएका छौँ। हाम्रो आदरणीय राजनीतिज्ञ समाजसेवी हाम्रो चाहिँ नगरका चाहिँ प्रमुख उपप्रमुख लगायत थुप्रै महानुभावलाई हामीले आमन्त्रित गरेका छौँ। यो कार्यक्रममा उहाँहरूलाई आफ्नो केही शब्द राख्न दिनै पर्ने हुन्छ। तसर्थ छोटकरी म उहाँहरूले केही विषय राख्नलाई चाहिँ अनुरोध गर्नेछु। र त्यसभन्दा अगाडि चाहिँ हाम्रो हरेक वर्ष हरेक कार्यक्रममा चाहिँ हाम्रो यो कार्यक्रममा चाहिँ सहभागिता जनाउँदै आउनुहुने हरेक कुरामा चाहिँ ओम शान्तिको एउटा सक्रियता हामीले पाएका छौँ। तसर्थ म ओम शान्तिका अर्चना श्रेष्ठज्यूलाई छोटकरीमा 2 शब्द शुभकामना मन्तव्य राख्ने भन्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु, किनभने शुभ ओम शान्तिबाट गर्दा राम्रो हुन्छ भन्ने बुझिएको छु। ओम शान्ति। आजको यस 2649औं बुद्ध जन्म जयन्तीको उपलक्ष्यमा हामी उपस्थित भएका छौँ। आजको यस कार्यक्रमको सभापतिको आसन ग्रहण गरेर बस्नुभएको सभापतिज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू साथै सम्पूर्ण उपस्थित महानुभावहरू, आज विशेष दिन रहेको छ। बुद्ध जयन्तीको दिन रहेको छ। बुद्ध जन्मनु भएको दिन, बुद्धले बोधि ज्ञान प्राप्त गर्नुभएको दिन र बुद्धको मृत्यु भएको दिन रहेको छ। आज विशेष दिन। बुद्ध कसरी बन्नु भएको छ त? बुद्ध गौतम बुद्ध, सिद्धार्थ गौतम बुद्ध, महामानव गौतम बुद्ध, उहाँले जीवनमा धेरै त्याग तपस्या गर्नुभयो। गौतम बुद्धले धेरै शिक्षा दिनुभएको छ। शान्ति, अहिंसा, करुणा, दया भावले रहनुपर्छ भन्ने हरेक मानव मात्रलाई शिक्षा दिएर अगाडि बढ्नु भएको छ। उहाँ गौतम बुद्ध बन्नुभएको छ, त्याग र तपस्याबाट बन्नुभएको छ, मेहनतबाट बन्नुभएको छ। हामी सबैको प्रेरणाको स्रोत गौतम बुद्ध हुनुहुन्छ। उहाँले जस्तै कर्म गर्छौँ भने, उहाँले देखाउनु भएको हामीले मार्गलाई अपनाएर चल्छौँ भने हामी पनि महामानव बन्न सकिन्छ। गुणलाई अपनाउँछौँ भने महामानव बन्न सकिन्छ। क्यारेक्टर गुणलाई हामीले धारण गर्नुपर्ने रहेछ। त्यसैले कोही राम्रो छ भने उसको केलाई हेरिन्छ त? गुणलाई नै हामीले हेरेर उसको महिमा गरिरहेका हुन्छौँ। त्यसैले गौतम बुद्धले जस्तै हामीले जीवनमा ज्ञानलाई अपनाउँछौँ, धारणा पालनायुक्त जीवन जिउँछौँ भने, अरूलाई पनि राम्रो शुभ भावना पोजिटिभ दृष्टिकोणले हेर्छौँ भने हामी पनि महान बन्न सकिन्छ। त्यसैले उहाँ प्रेरणाको स्रोत हुनुहुन्छ भन्दै आजको विषय
विशेष गौतम बुद्ध जयन्तीको उपलक्ष्यमा हजुरहरू सबैलाई उपस्थित सम्पूर्णलाई बुद्ध जयन्तीको दिलदेखि शुभकामना व्यक्त गर्न चाहन्छु। ओम शान्ति। धन्यवाद। उहाँले आफ्नो विचार राखेर यहाँ बिदा भइसक्नुभएको छ। शुभकामना छ। अब यसपछि म कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। यहाँ प्राप्त जानकारी अनुसार अब हाम्रो जाति संस्कृत अनुसार कसैको आफ्नै भाषागत गीत हुन्छ, कसैको नृत्य हुन्छ, कसैको चाहिँ भन्न अब विभिन्न किसिमको आफ्नो प्रस्तुति हुन्छ र यदि कसैले हाम्रो यो कार्यक्रममा तुरुन्तै गर्न सक्दै गरी कसैको स्थिति तयारी सहितको कुनै कार्यक्रममा सहभागी हुने तपाईँको त्यस्तो कार्यक्रम छ भने हामी यो ठाउँमा राख्नेछौँ भनेर चाहिँ मैले अनुरोध पनि गरेँ र गुरुङ समाजबाट एउटा नृत्य भएको जानकारी पाएको छु। तयारी व्यवस्थामा रहेकोलाई हार्दिक गर्न चाहन्छु। अब यसपछि म हाम्रो यहाँ थुप्रै संस्थाहरू छन्, थुप्रै आयोजक संस्थाहरू छन्, थुप्रै जातीय सङ्गठनका अध्यक्षजीहरू हुनुहुन्छ, थुप्रै महिला अध्यक्षहरू हुनुहुन्छ। त्यसो हुनाले गर्दाखेरि मैले अब एकजना यस्तो व्यक्तित्व जो सम्पूर्ण महिलाहरूको चाहिँ तर्फबाट महिला सङ्घ संस्थाबाट मात्रै नभएर समग्र सबै संस्थाको तर्फबाट नेतृत्वमा रहेको महिलाको तर्फबाट छोटकरीमा शुभकामना मन्तव्य राख्दिनलाई चाहिँ नेवारदोका अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। सीता साकेज्यूलाई छोटकरीमा 2 शब्द राख्नलाई म अनुरोध। सर्वप्रथम त त्रिरत्न 3टा रत्नले विभूषित बुद्ध भगवान प्रति आज 2649औं बुद्ध जयन्तीको अवसरमा सर्वप्रथम म भगवान बुद्धलाई नमन गर्न चाहन्छु। आजको यस कार्यक्रममा अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, व्यासमा आसीन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू लगायत आजको यो धार्मिक बुद्ध जयन्तीको अवसरमा सभ्य र भव्य ढङ्गले मनाउनको लागि उपस्थित हुनुहुने सम्पूर्ण मैले मान्नुपर्ने विभिन्न सम्प्रदायबाट पाल्नुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा र पत्रकार बन्धुहरूमा सर्वप्रथम त म साधुवाद टक्राउन चाहन्छु। साधुवाद। साधु 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 भनेको हाम्रो बौद्ध धर्मावलम्बीहरूले दिने एउटा धन्यवाद भने जस्तै हाम्रो साधुवाद हुन्छ र म यो साधुवादले सम्पूर्ण उपस्थित महानुभावहरूलाई स्वागत पनि गर्न चाहन्छु। गौतम बुद्ध म अलिकति पञ्चशीलको कुरालाई जोड्न चाहन्छु। भगवान बुद्धले भन्नुभएको छ कि जो व्यक्ति 5वटा शीलमा अडेर उसले आफ्नो जीवनलाई अगाडि बढाउँछ ऊ आफ्नो गन्तव्यमा अवश्य पुग्छ। हामीले अहिंसा गर्नु हुँदैन, चोरी चकारी गर्नु हुँदैन, व्यभिचारी गर्नु हुँदैन, मादक पदार्थहरू गर्नु हुँदैन, ढाँट्नु छल्नु हुँदैन र सबैलाई मैत्री भावले समान भावले हेरियो भने हामी पनि बुद्ध भगवान जत्तिकै नभए पनि उहाँको अनुसरणले उहाँको ज्ञानको अनुसरणले गर्दाखेरि हामीलाई हाम्रो जीवन अगाडि बढाउन केही सहज हुन्छ र हामीले जुन यो 5वटा शीललाई बिहान उठ्ने बित्तिकै आफ्नो यो शील धारण गर्यौँ भने हामीले दिनभरि